कुजम्प हो। अन्त आज चाहिँ के छ भने खास चाहिँ आजको विशेष कुरा चाहिँ खाने पानीको यहाँ पुरा दुःख छ नि त। अनि यहाँ बर्खामा पनि एकदमै दुःख हुन्छ। त्योभन्दा अगाडि हामीले बर्खामा चाहिँ अलिक सुविस्ता हुन्छ कि अब पानीको केयरटेकरहरूलाई भनेर हामीले चाहिँ आजदेखि लिएर 1-2 दिनको प्लान गरेर माथि हामीले नयाँ पाइपलाइन लाउने चाहिँ ट्राई गरेको छौँ। आज गाउँको सबैजना मान्छेलाई पनि हामीले बोलाएको छौँ, घरको एक जना गरेर। अन्त आज कतिजना आउँछ होइन, अब सबैजना आइदियो भने राम्रै हो। वर्षकी चाहिँ आउनै पर्ने हो। आफूलाई अब पानी त एकदमै आवश्यकता हो, चाहिन्छ भन्नु चाहन्छु। अन्त आज मान्छेले मात्रै सक्दैन र यहाँ गाडी पनि लगेर जाने, गाडीमा अलिक पाइप लानु पर्ला जस्तो भएको छ। लो पाइपको लोड लिएर हामी चाहिँ जाँदैछौँ अब भइहाल्छ। सोर्समा त गइँदैछ। पुग्नु त पुगिन्छ होला, पुगिन्छ होला। पनि पाइपले ढाल्ला फेरि पाइपले बा ढाल्ने हो। डोरीमा हुँदैन, फुटपाथ तल राख्नु पर्छ। अहिले चाहिँ हाम्रो यहाँ बाहुनी सोर्समा जाँदैछौँ र गाडीमा लगेर जाँदैछौँ। पाइप कति चाहिँ अघि 4-5वटा पाइप चाहिँ केटाहरूले लगेर गएको छ। कमसेकम हामी आज 30-40 जना चाहिँ भेला भइएको छ। यहाँ चाहिँ हामीले पाइप फुकाउँदैछौँ क्या। 90 को पाइप फुकाउँदाखेरि चाहिँ ज्वरो फुटाउने रहेछ नि, ज्वरो। पसिनाको धारा 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 भइसक्यो। नेपालको त्यो धरानको बिमार चाहिँ यता आएको जस्तो छ। पहिलाका चेयरम्यानहरूले नै यो 90 को लाउनु भएको देखाउँथ्यो नि। त्यही त। यतिसम्म ल्याइजु यस्तो गल्यो कि जिन्दगी गयो नि त मेरो त। माला गयो। माला चाहिँ राम्रो छ। जो चाहिँ अन्त पाइप तर्ना कस्तो भयो? पाइप जोड्नु तर आज चाहिँ हामी यहाँ धरानको भन्दा चाहिँ अलिक बेसी नै भेला भइएछ हौ। होइन भेना, भेनालाई चाहिँ इन्टरभ्यू राम्रो ल्याउनु पर्ने कि मजा भयो त्यो पाइप तान्नु पनि। हो नि, आज मजा भयो नि। लगाउँछ भनेर उल्टा झन् लगाएन मलाई। अब बङ्गला छोड्दा त म त झन् तल गयो नि हौ। कडाइ हुनाले मात्रै नि हो। फेरि त्यो पाइप छोडेपछि चाहिँ अनि मात्रै अड्किने हो। डरलाग्दो भएछ क्या पाइप तान्ने त कस्तो खतरामा तानेको। कम हेन्डसम छैन त। त्यस्तै हुन्छ। खाने मान्छे हो, बीचबाट मान्छे भाग्ने चान्स हुन्छ कि। अहिले रेजिस्ट्रेसन लास्टमा एकैचोटि उठाउनु नि बरु। रेजिस्ट्रेसन गर्नु राख्यो भने चाहिँ सजिलो। ल हामीले सबै रेजिस्ट्रेसन पनि सकेको छ, सब प्रेजेन्ट गरेको छ हामीले। आएको जतिको चाहिँ एउटा भुलिएको छैन। यो चाहिँ विटनेससँग हुन्छ है। रेडी नै चेयरम्यान सबै? रेडी। जुगाले खाएछ नि हौ। नाक मात्रै देखाउ न। खतरा। आज कति गते हौ त्यो भन्नु जान्दैन। 3 गते आरे जेएमसीको नयाँ फिटर है हाम्रो प्लम्बर। सिङ्गापुरबाट आएको। ए बाङ्गो जान्छ र अब। आज यो हाम्रो हेक्सो ब्लेड काट्ने मान्छे चाहिँ सिङ्गापुरबाट हायरमा हो। या एक दिनको 80,000 छ नि हौ उसको, भुटान निलटममा। मैले चाहिँ दिनुपर्ने होइन। अहिलेसम्म सिधा काटेको चाहिँ रेकर्ड छैन मेरो चाहिँ। दिनको 80,000 छ। फेरि उसको 5 स्टारमा हो बसाइ चाहिँ। त्यसमा फेरि त्यति मात्रै उसकोमा त उसको मिसेस फ्यामिली सबै हेर्नुपर्ने नि हामीले। फेरि आज रक्सी हो भने चाहिँ सिधा काटिन्छ कि छैन हौ चियापानी। उता यो पाइप समात्नेको 60,000 छ, समात्नु मात्रै। हामीले समात्दा बाङ्गे भइहाल्छ। हेर्ने काम छ है 30,000 सम्म त। अब चाहिँ हाम्रो चाहिँ लन्च ब्रेक भएको छ यता। तर भात गाडीमा छोडेर अब अनुहार चाली रुन्चे भयो। अब भात चाहिँ कस्तो गर्नुपर्ने त्यहाँ छोडियो। मेरो सब्जी तल स्पेसल थियो, छोडिगयो। अब झिँगेमा खाइन्छ भोको चाहिँ बसिँदैन होइन।
बुढोहरू अघि भ्याउन थाले सुरु भयो अब ओके ल यतिको स्पेसल है अब जस्तै अल्छे जिउ भए पनि फेरि अलिक स्वादिलो पुग्छ कि भात खाने चाहिँ एक्टिभ हुनुपर्छ। त्यहाँ हामी चाहिँ अहिले एकदम भिरमा जोडिरहेको छौँ है पाइप यति साह्रो परेछ कि यहाँ 90 को पाइप अब 1-2 जनाले सक्ने होइन त्यसले गर्दा हामी धेरैजना छौँ यहाँ अब यहाँ तलबाट चाहिँ ठिकै बाटो हुन्छ यहाँ एकजना चाहिन्छ हौ पक्रिने प्याकिङ कम्ती भयो नि। ल आज चाहिँ हामी यतिमै काम चाहिँ रोकेको छौँ अब नेक्स्ट विक फेरि हाम्रो काम छ 3:30 जस्तो भएको छ अन्त आज चाहिँ सबै गल्यो भन्दैछ हो हाम्रो एकाउन्टेन्ट कहाँ गयो एकाउन्टेन्टले बिहान रेजिस्ट्रेसन गर्दै थियो एकाउन्ट अफिसर यहाँनिर फेरि रिचेक हाम्रो यहाँ अब रेजिस्टर ओपन भएको छ ओके भाइ ओके त खोइ त यो पेन ल्याउ एटेन्ड नभएको छ नि एटेन्ड यस सर भन्नुपर्छ तुल बहादुर तामाङको हो छैन कुमार तल आपबाट कुमार तामाङ आएन भइसक्यो पानी खाने नै हो फ्रेस अब के हुँदैन अब त 90 को पाइप जोडे नि सेन्ट्रलिङमा पानीको दुःख छैन नि अब यसरी मेजोरिटी मिलाएर पानी उठाउनु पर्छ हामीले दामी